आमा तिमी त अनि भाँडै हान्दै हुँदा अनि बिचमा कमेडी छ भिडियो। हेलो हेलो के बनाएको? आलु परोठा बनाउन आउँछ? आउँछ नयाँ घरमा फर्स्टचोटि बनाउँदैछु। हेरौँ कस्तो आउँछ। ल त ओके ठिक छ। ल गाइज आज चाहिँ नि आलु परोठा बन्दैछ हाम्रो घरमा चाहिँ। नयाँ दुलैले आलु परोठा बनाएर खुवाउने भनेर चाहिँ आज चाहिँ हाम्रो सुरु भएको छ। हेरौँ है त। यो चाहिँ हाम्रो काठमाडौँबाट माइजूले ल्याउनु भएको दुध पाक भान्जा भान्जीलाई कसैले। अघि मैले खाइसकेँ यति चाहिँ, अब म बाँड्दैछु। गाइस हाम्रो चाहिँ यहाँ ठुलेमाले चाहिँ यहाँ काटिराख्नु भएको छ कुटी। के काट्नु भएको? क्यामेरा अगाडि ठुलेमाको बोली नै आएन। मिठो छ? के हो यो? के हो? कुराउनी? यो चाहिँ म मम्मीलाई दिन्छु। अनि के दिनु त नि? हाम्रो यतै नयाँ बेहुली, अब नयाँ बेहुलीलाई चाहिँ बिमारी छ, नयाँ बेहुलीले खाँदिनन्। अब म खान्छु है त कस्तो हुँदो रहेछ। यो चाहिँ हाम्रो कोला पकाएर खानाको लागि। यो चाहिँ कोला। आमा तिमी त अनि भाँडै हान्दै हुँदा अनि। धन्यवाद माइ ल्याएर हामीलाई खाना दिनुभएको। धन्यवाद माइजू यस्तो मिठो खानेकुरा ल्याएर हामीलाई दिनुभएकोमा। मैले चाहिँ अचार बनाइसकेको छु। अब परोठा बनाउन चाहिँ हाम्रो नयाँ बेहुली सुरु गरिसकेको छिन्। हाम्रो यहाँ डल्ला यहाँ पिसिँदैछ, बेलिँदैछ। हेर्नु है गाइज, यो आलु परोठा चाहिँ कसरी बनाउनु पर्दो रहेछ भन्ने कुरा चाहिँ यसरी रहेछ है। यहाँ मलाई चाहिँ आउँदैन थियो, म चाहिँ होटल मात्रै खान्थेँ। आज चाहिँ आफ्नै श्रीमती ज्यूले मोमो पोको पार्न आउँछ। यतिमा त मोमो पोको पार्न पनि आउँदो रहेछ त अनि। मस्तै। ए अब त बाहिरबाट कहाँ ल्याएर खाइन्छ त मोमो अनि? किन बनाउन आउँदैन थियो तपाईलाई? मजाले पोको पार्न आउँदैन थियो, त्यही भएर चाहिँ। कस्तो गोल है। सानो भयो के सानो भयो? बेलना अझै ठुलो भयो त, त्यो आउँदैन। अलिक पातलो राम्रो देख्नुभयो त गाइज, हाम्रो श्रीमती ज्यूले बेलेको। देख्नुभयो त गाइज, हाम्रो श्रीमती ज्यूले बेलेको परोठा। गाइज यो चाहिँ अब फुरौला बनाउन खोज्दैछु म चाहिँ। यो चाहिँ फापरको पिठोको बनिन्छ फुरौला। थाहा नहुनेलाई जानकारी। यो चाहिँ हाम्रो यो के गरे फुरौला। फुरौला पाक्दैछ है। गाइज हाम्रो चाहिँ परोठा पनि के फुरौला पनि पाकिसकेको छ। यो
अब हाम्रो यहाँ पछाडिको चाहिँ इटिङ आउँछ। हेलो, हाम्रो चाहिँ यही परोठा अनि फुरोला अचार आइसकेको छ। अब चाहिँ हामी भाग लगाएर खान्छौँ। अरू पाकिसकेको छ। नयाँ दुलहीले पकाइसकेकी छिन्। बस्नु अचारै नखाइने रहेछ। बिच बिचमा कमेडी छ भिडियो। कस्तो लाग्यो? यो अचार हालिदिनु न। तुलेमा कस्तो छ? मिठो छ? के हो यो? रोटी आलु रोटी पकाउन आउँछ। कहाँबाट छिरो रोटी यो? आलुको त आलु कहाँबाट छिरो यहाँभित्र? यहाँभित्र आलु कहाँबाट छिरो? यहाँभित्र आलु मिठो छ। अरू परोठा खायौँ। धन्यवाद भिडियो हेरिदिनु भएकोमा।